म प्रवीण कुमार शाह आज यस भिडियोमा पृथ्वी पथको शुभ अवसरमा म केही भन्न चाहन्छु। कृपया यो भिडियो अन्तिमसम्म हेर्नुहोला। पृथ्वी पथ किन मनाइन्छ? धेरैजनालाई थाहा छैन नेपाली भएर पनि। पृथ्वी पथ श्री 5 बराह महाराज धिराजको जन्मदिनको शुभ अवसरमा मनाइन्छ। मात्र उहाँको जन्मदिनको शुभ अवसरमा मात्र मनाइँदैन यो, चाहे उहाँको जुन युवा अवस्थाले उहाँले जुन योगदान दिनुभयो त्यसको कारणले पृथ्वी पथ मनाइन्छ। अनि तपाईहरूले यो पनि सोच्दै हुनुहुन्छ कि त्यस्तो हेर्दाखेरि त नेपालमा विभिन्न किसिमका राजाहरू आए, तर उनीहरूको किन हुँदैन, मात्र पृथ्वीनारायण शाहको किन हुन्छ? यस भिडियोमा मैले त्यो कुरा पनि स्पष्ट गर्नेछु। किनभने कि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका छन्, आधुनिक नेपाल बनाएका छन्। नेपाललाई त्यस समयमा ससाना राज्य थिए, तर त्यस समयमा एउटा खुकुरीको बलले यत्रो ठुलो विशाल राज्य बनाउनु कुनै सामान्य कुरा थिएन। उहाँको त्यही वीरता र एकताको स्मरण गर्दै हामीहरूले त्यो पृथ्वी पथ मनाउने गर्दछौँ। र मात्र पृथ्वी पथको बारेमा होइन, मैले त्यो श्री 5 बराह महाराजको दिव्य उपदेशको बारेमा पनि कुरा गर्नेछु। धेरै विद्यार्थीहरूले तथा भाइ बहिनीहरूले भन्नुहुन्छ कि दिव्य उपदेशको मतलब के छ? सबभन्दा पहिला त यो बुझौँ दिव्य उपदेशको मतलब के छ। दिव्य उपदेश यसलाई भनिन्छ कि कुनै मान्छे मृत्युको शैय्यामा बसेको छ, तर उहाँले त्यस अवस्थामा पनि केही भनेको छ, त्यसलाई नै दिव्य उपदेश भनिन्छ। श्री 5 बराह महाराज धिराजले सुरुमा भन्नुभएको थिए कि देशमा जनतालाई दुःख नदेऊ, र त्यसपछि भनेका थिए कि जनता समृद्ध भए परिवार बलियो हुन्छ। यसको मतलब यो छ कि जनता यदि समृद्ध भए, सुख शान्तिले समृद्ध भयो भने देश पनि बलियो हुनेछ। र विदेशीसँग मित्रता लगाऊ, तर विदेशीलाई मालिक नबनाऊ। तर आज त्यसको जस्ट अपोजिट भइरहेको छ। आजकल हेर्नुहुन्छ भने त्यो राजतन्त्रलाई हटाएर जुन मान्छेहरूले जुन मान्यताले, जुन कन्सेप्टले, जुन इच्छाले त्यो लोकतन्त्र ल्याएको छ, अहिलेको अवस्थामा हेर्नुभएको होला हजुरहरूले पनि कि नर्मल भारतको कुनै पनि कार्यकर्ता अथवा केही पनि आउँदाखेरि हाम्रो देशमा उहाँले एकै आधा घन्टामा अलि मिनटमा नै प्रधानमन्त्रीदेखि लिएर राष्ट्रपतिसम्म उहाँहरूले भेट गर्न सक्छ, सजिलै भेट गरिहाल्छन्। तर हाम्रो देशको नेताहरू लगभग बढीको मैले केही कुरा गर्ने छैन, तर त्यो हाम्रो देशको नेताहरू नर्मल इन्डियातिर जाँदाखेरि, भारततिर जाँदाखेरि